हेलो वेलकम ब्याक साथीहरू हजुरहरूलाई स्वागत छ फेरि मेरो एउटा अर्को ब्लगमा। सो आज चाहिँ अब गोवामा चाहिँ यति बिहानै उठेर ब्लग बनाइरहेको छु। अब आज चाहिँ अब एउटा केही विषयको बारेमा कुरा गर्न चाहे हजुरहरूसित होइन। यो विषय चाहिँ अलि गम्भीर छ कि होइन, खास गरेर हामी जस्तै होटलमा काम गर्ने दाजुभाइहरूको लागि होइन, दिदीबहिनीहरूको लागि। किनभने अब चाहिँ इन्डियामा चाहिँ अब मोदीले चाहिँ अब के लकडाउनको जस्तो कुरा गरिरहेको कि होइन, के अरे अब ग्यासहरू तेलहरू नपाइएमा अब लकडाउन जस्तो समस्याहरू आउने जस्तो समस्याहरू देखाएको छ कि होइन। सो त्यसपछि चाहिँ अब गाह्रो छ कि होइन, यहाँ काम गर्न पनि अब गाह्रो हुन लाग्यो कि होइन। ग्यास नपाएर कहीँ होटलहरू त बन्द भइसक्यो होइन, कहीँ नेपाली दाजुभाइहरू त फर्किसक्नु। तर अब हामीलाई पनि अब त्यस्तो लागिरहेको छ कि अब नमिल्यो भने अब बन्द भयो भने चाहिँ अब फेरि घरतिर फर्किनु पर्ने हुन्छ भन्ने जस्तो अवस्था आइसकेको छ यहाँ यता गोवातिर पनि कि होइन। त्यो समस्या चाहिँ अब पछिल्लो 3-4 हप्तादेखि आइरहेको लडाइँ चाहिँ अब इरान, अमेरिका अनि इजरायलबाट भएको हो क्या होइन। जसले चाहिँ अब तेल उत्खनन गर्ने अनि त्यो खानेहरूमा चाहिँ अब मिसाइल हानेर धेरै जस्तो तेल भण्डारहरू नष्ट गरेको कारणले चाहिँ आएको हो क्या होइन। अहिले त अब हाम्रो होटल पनि चलिरहेको छ होइन, त्यही पनि अब समस्या अब आइपऱ्यो भने त अब केही न केही निवारण त चल्छ। त्यही पनि अब हेरौँ पछि आएर कस्तो हुन्छ, कस्तो आउँछ होइन, कस्तो समस्याहरू आउँछ त्यो समस्या अनुसार फेरि आफूले पनि रेडी भएर बस्ने होला। अब यदि लकडाउन नै भयो भने अब घरतिर फर्किनु पर्ने भयो भने अब फर्किनु पर्ने हुन्छ होइन, बाध्यता हो जान्छ। अब बसेर पनि के गर्ने, के काम गर्ने होइन, यतातिर अरू केही काम मिल्दैन होइन। तो आजको यस ब्लगमा मैले के भन्न चाहेँ भने मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के होइन, हामीहरू कति अर्काको देशमा भर पर्ने क्या होइन। आजको समस्या यस्तो आयो, भोलि अरू केही समस्या आउला होइन, अरू देशमा गएर अब अल्पत्र परिने होइन समस्याहरू। तर हामीले अब आफ्नै देशमा केही गरेर देखाउनु पर्ने हुन्छ कि होइन। अब जति गर्नु थियो हामीले बाहिर देशमा गरिसक्यौँ होइन, अब आफ्नै देशमा केही गरेर आफ्नो देशलाई चिनाउनेतिर लागौँ कि होइन। अब खेती गरेर हुन्छ, किसानी गरेर हुन्छ कि होइन, फलफुल लगाएर हुन्छ कि के गरेर हुन्छ होइन, त्यसो गर्नु पऱ्यो कि। अब यिनी समस्याले होइन साथीहरू हामीलाई चाहिँ आफ्नो देशलाई बनाउने मौका दिइराखेको। सो त्यसले हामीले चाहिँ अब यो मौका गवाउनु हुन्न होइन। हामीले चाहिँ अब आफ्नो देशलाई बनाउनु पर्ने हुन्छ होइन। जस्तै अब यहाँ हरेक फलफुलहरू लगायो भने बिक्री हुन्छ, त्यसरी चाहिँ हामीले पनि लगाएको हाम्रो हरेक फलफुलहरू बिक्री होस् कि होइन। त्यसमा चाहिँ नेपाल सरकारले अलि ध्यान दिनु पऱ्यो, जसले गर्दा चाहिँ अब किसानहरू चाहिँ बाहिरतिर हिँड्न बाध्य नहुनु होइन। आजको यस ब्लगमा साथीहरू यही भन्नु चाहेँ मैले होइन। सो म मिल्छु फेरि हजुरहरू एउटा अर्को नयाँ ब्लगको साथमा बोलेँ। त्यति नै जसमा यो भिडियो हेरिदिनु धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ है त।